गाइस मेरो त्यही हो बाइकको टायरको कुरा गर्नु पर्दाखेरि चाहिँ टायर यस्तो भइसक्यो है। टायर चाहिँ हाल्न आँटेको अब So hello and what is up beautiful people, welcome back to my YouTube channel. I hope you all guys are fine है। म पनि सन्चै छु। म चाहिँ भर्खरै घरबाट निक्लेको। So guys आज चाहिँ म त्यही हो मेरो बाइकको टायर फेर्नु पर्ने थियो पछाडिको है। अनि आज चाहिँ म टायर फेर्न जान गइरहेको छु है। जाँदैछु म बाटोमा। अब हेरौँ पानी पनि पर्ला जस्तो भइरहेछ। पानी चाहिँ नपर्दै भए हुन्थ्यो। म हजुरलाई अहिले त्यहाँ रोकेर देखाउँछु है त त्यहाँ मेरो टायरको कन्डिसन कस्तो भइसक्यो भनेर। 7690 किलोमिटरमै मेरो टायर चाहिँ जस ब्याक भइसक्यो पछाडिको। अब म हजुरलाई अहिले त्यहाँ रोकेर देखाउँछु है। ल गाइज मेरो त्यही हो बाइकको टायरको कुरा गर्नु पर्दाखेरि चाहिँ टायर यस्तो भइसक्यो है। यहाँबाट नि पुरै तार देखिसक्यो, यहाँबाट नि तार देखिसक्यो, यता साइड पनि चिल्ले भइसक्यो। यस्तो छ कन्डिसन टायरको। अब त्यही हो सिधै म यहाँ बाटोमै देखाउँछु हजुरलाई। हेर्दै जानु है त। टायर चाहिँ म आज अपलो हाल्छु है। टायरले गर्दाखेरि कुन बेला पड्किन्छ भनेर केही थाहा नै भएन। टायर नै कुन बेला पड्किन्छ भनेर थाहा नै भएन। त्यही भएर रिस्क के लिनु भनेर म चाहिँ आज फेर्न जान आँटेको हो। एङ्गल पो के कस्तो आयो। धेरै दिन भएको थियो भ्लग नबनाएको पनि, त्यही भएर आज यसो बनाउन निस्किनु भनेर म चाहिँ हिँडेको। टायर नै हल्लिरहेको यार, खतरा हल्लिरहेको क्या पछाडिको। त्यो टायर सकिएको कारणले गर्दाखेरि प्रेसर पनि हावा पनि धेरै हालेको छैन मैले। टायर प्रेसर पनि जस्ट थोरै नै राखेर हिँडेको छु। अनि यस्तो हुन्छ क्या भने टर्निङ हान्दाखेरि पनि। आज अब अपलो टायर हाल्छु के कति
खर्च आउँछ म धरा देखाउँछु है। अब अरू टायर हालौँ भने त बजेटै धेरै छैन है गाइस। त्यही आजै हो लास्ट अन्तिम यो स्टक टायरको। यो स्टक टायर पनि मलाई चाहिँ धेरै राम्रो लाग्यो है, तर छिटो सक्यो क्या। बाइक क्या हिट भइसक्यो यार। हुन त अब चलाउन पनि त्यस्तै चलाइन्छ है, बाइक पनि किन हिट नहोस्। ओहो बाल कालो त। क्या त्यहाँनिर सही। अब चाहिँ म सुरुमा त्यहाँ मोबाइल पनि एकचोटि बनाउनु जानु छ, त्यहाँ जान्छु। त्यही हो गाइज, अहिले चाहिँ म यहाँ बजार आइसकेँ। अब सुरुमा म यहाँ मोबाइल बनाउन दिन्छु है, अनि त्यसपछि हेर्छु। सो गाइज त्यही हो, म चाहिँ त्यहाँ मोबाइल अघि बनाउन भनेर गएको थिएँ है। अनि त्यहाँ मोबाइल चाहिँ अब नबन्ने भयो अहिले। अब जान्छु म सिधै टायर भाटामा, टायर फेर्ने ठाउँमा। अब बजेट धेरै भएको भए त मैले अरू नै टायर हाल्थेँ है, छैन यार। अपोलो हाल्नु पऱ्यो है, H1। त्यही त हो नि। गाइज अहिले चाहिँ म आइसकेँ टायर हाल्ने ठाउँमा है, यही हो। त्यसो साथी सन्चै छ? थाहा भयो।
के अरे टायर हाल्नुपर्ने थियो यार। यो गाइस टायर चाहिँ यो हाल्न आँटेको कि अब यहाँ चाहिँ हाल्दैन, अन्त कतै गएर हाल्नुपर्छ, त्यही हो। टायरको प्राइस चाहिँ कति पऱ्यो भने मलाई चाहिँ 6500 पऱ्यो। यो 6500मा 7000 जस्तो टायर पऱ्यो भने डिटिसिटी भन्दाखेरि खै त्यो महँगो जस्तो हेरेर आयो। कमेन्ट गर्दै अब अर्कोचोटि अझै यो भन्दा पनि राम्रो हुन्छ। अहिले यसपालि त त्यही भर्जन लिएन, अरू त्यो आमाले हाल्नु भनेर मैले अघिल्लो नै हालेँ है यसपालि। अर्कोचोटि त्योभन्दा राम्रो हाल्छ। गाइज अघि नै चाहिँ जोस पानी पर्ला जस्तो भएको थियो, जोस पानी चाहिँ परेको छैन, त्यही हो। नपरोस् पनि यार, घर पुगिन्जेलसम्म। अब एक लट उयो माथिको बाटोमा दौडाउनु पर्छ है गाइज, त्यो पछि म इन गरिदिन्छु। अत्रा दौडिन्छ नि, फेरि दौडिन पाएँ। त्यसपछि आजको भिडियो चाहिँ इन गरिदिन्छु म। कर्नरहरू पनि हान्दिनँ खासै अहिले चाहिँ। अब अलिकति टायर राम्ररी गुडोस्, त्यही हो। अनि हेर्छु म यो टायर चाहिँ कति हजार चल्दो रहेछ जोस्। अब यही हो लास्ट एउटा। सो कता हामी नि हुन्छ भन्नु त आज नगाएको। ल ल प्याकेजिङ हुन्छ राम्रो कि कति महिनाको हुन्छ कि कति 2 महिना। ल ल आउनु त भोलि हेर्न आउन। ल एकचोटि म बुझ्न आउँछु नि। शुक्रबार पनि हो, ठ्याक्कै हेर्न आऊ। ल अब घर हो।
त्यही हो मैले चाहिँ त्यहाँ अघि न साथीहरू भेटेँ त्यही भएर यस्तो कुराकानी गर्दै थिएँ म त्यही हो गाई जब फेरि फर्ममा चलाइदिउँ भनेर स्कुटर आइरहेको रहेछ ल है त यो लुकिङ ग्लास चाहिँ क्या साइडको लुकिङ ग्लास चाहिँ हल्लेर माथि आउने रहेछ हावाले गर्दाखेरि राम्रै देखाएको पर्फर्मेन्स भनौँ न दाले ल है त आई होप यु गाइज इन्जोय दिस भिडियो है अनि इफ यु गाइज आर न्यू अन माई च्यानल डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब till then next video 9 जेलसम्म चाहिँ अहिलेको लागि पिस आउट है त